हेलो साथीहरु हाय गर्दिउ बाइ बाइ आई मिस यु हाम्रो आज लास्ट डे हो आज चाहिँ हाम्रो कलेजको लास्ट डे हो हैन कोर्स चाहिँ सक्यो हाम्रो फेयरवेल चाहिँ भएको छैन अनि एक्जाम हुन नि बाँकी छ सो साथीहरुलाई सोधौँ उनीहरुलाई कस्तो फिल हुँदैछ किन कस्तो फिल हुँदैछ आज कलेजको लास्ट डे लागिराछ नरमाइलो लागिराछ खुसी पनि लागेछ नरमाइलो पनि लागेछ हाम्रो हैन हाम्रो कोर्स सके पनि हामी अरु ठाउँमा पनि भेट त भइहाल्छ नि हैन बोल्ने गरे सबैजना बोल्नु नबिर्सिनु यो चाहिँ हाम्रो लास्ट सम्म पनि हामीलाई साथ दिने एउटा मात्रै साथी हैन ज्ञानेलाई चाहिँ हामीले अवार्ड दिनु विचार गरिरहेको के रे मलाई 5000 सम्म गिफ्ट चाहिन्छ है त्यसलाई गिफ्ट चाहिन्छ ज्ञानले अरु हैन ज्ञानले के दिने भने ज्ञानले बडी जेरी दिने हो जेरी रातो टी-शर्ट दिएर मलाई बत्ती रातो खुसी भइहाल्छ ज्ञान अस्ति टुरमा जाँदाखेरि पनि रातो टी-शर्ट भन्दा थियो हैन यसले किन्ने लगाएको भएर थाहा यस अनि सुन्ते सी इज माई फरएभर बेस्ट त्यही हो अरु त के भन्ने हैन अनि के भने चाहिँ हाम्रो एउटा छुट्टै त्यो छ के प्लान छ अनि त्यो प्लान चाहिँ 2 दिन हुन्छ फुलफिल हुन्छ त्यही हो गाइस अरु जे भए पनि कता हामी जाने यतै बड्डाज हामी चाहिँ खाजा खान जाँदैछौँ मैले चाहिँ बड्डाजमा आई डोन्ट नो मलाई थाहा छैन म गएन हैन म चाहिँ गइरहेको छु दिस इज नट माई एरिया नि त साथी मेरो नजिक हो नि त मेरोदेखि त नजिक छ म बस्नेदेखि अनि म गइरहेको तर मलाई ब्रेसलेट लाग्यो कस्तो अर्कै देख्यो होला है आई एम नट कम्फर्टेबल विथ दिस हैन तर पनि मैले चाहिँ किन मेरो साथीहरू स्कुटीमा जाँदैछन् जल्दी आओ जल्दी ए निसा ज्ञानेले मेरो बिलको पे गर्ने थिस् नि ममा खाएको पैसा 1 रुपैयाँ ल्याएन कन्जुस हैन आज जसले पे गरे पनि हामीहरु अनलाइन गर्दिनु नि त हैन अनलाइन पेमेन्ट नट वरी गाइज हामी कसैको मलाई गर्दै म गरिहाल्छु नि म तिरौलाई अहिले म क्यूआर पठाउँछु ग्रुपमा मलाई हाल्दिहाल्ने फेरि हाल्दिनु परिहाल्यो हैन म तिमीलाई फेयरवेलका दिन ल्याइदिउँला त्यस्तो हुन्न पाइन्न अनि हामी होटलमा आइसक्यौँ दिस इज अ बड्डाज भन्ने ल फोटो सबैलाई जाऊ त सबै भित्र जाऊ त साथी हाई गर्दै हाई गरिदिऊ हामी हाई जाम भित्र कस्तो छ सबैसँगै बसौँ है हामी चाहिँ यहाँ खाजा ओके बाई सबै साथीहरु आऊ अब चाहिँ हामी भित्र जान्छौँ हैन कस्तो छ हेरौँ इन्भाइरोमेन्ट कस्तो राम्रो ब्युटिफुल देखिया छौ कुरै छोड न हेलो त्यति बस्नु चाहिँ म तल बस्छु ल हामीलाई पनि देख हामी पनि रानीहरु ओइ आज पनि यस्तो गर्यो अनि फेरि पनि यस्तो ल हेर मन्जु ल जाने नै सबैले फेरिमा हाल्यो आज खाऊ र पुजेन खाऊ कोले खाने हो भन खाने त सबैको बाहिर भन के खाने कि हैन खाने ज्ञानेन्द्र
पहिले जलमा मिठाउँछ हामी चाहिँ खाजा खान आछौँ तर बुझिएको अँ उमा तर गर्दै हाल्दैन नि